साथीहरु, यो सिरिजमा म तपाईहरुलाई मिनानो निहोंगो लेसन 1 देखि लेसन 25 सम्मको वर्ड मिनिङहरु नेपालीमा एक्सप्लेन गर्न गइरहेको छु। सो लेट्स बिगिन आवर फर्स्ट लेसन। वातासी भनेको म, वातासिताची भनेको हामी, आनाता भनेको तपाई, आनोहितो भनेको त्यो व्यक्ति, आनोखाता भनेको पनि त्यो व्यक्ति तर आनोहितो भन्दा हल्का पोलाइट फर्ममा सुनिन्छ। मिनासान भनेको लेडिज एन्ड जेन्टलमेन, अल अफ यु, सबैजनालाई सम्बोधन गर्दाखेरि प्रयोग गरिन्छ। सान भनेको चाहिँ नामको पछाडी जोडिने एउटा सफिक्स हो। जस्तै जापानमा कसैको नाम बोलाउँदाखेरि नामको पछाडी सान जोडेर बोलाउने गरिन्छ। च्याङ भनेको पनि सान जस्तै बट केटीहरू अथवा बच्चाहरूको नामको पछाडी मात्र प्रयोग हुन्छ। कुङ भनेको चाहिँ केटाहरूको नामको पछाडी प्रयोग हुन्छ। जिन भनेको एउटा नेसनालिटी सफिक्स हो। जस्तै कुनै देशको नाम आएर पछाडी जिन आएको छ भनेपछि त्यो देशको नागरिक भन्ने मिनिङ आउँछ। सेन्सेई भनेको टिचर, क्योसी भनेको पनि टिचर तर आफ्नो प्रोफेसन आफैले बताउँदाखेरि चाहिँ सेन्सेई नभनेर क्योसी भन्ने गरिन्छ। गाक्सेई भनेको स्टुडेन्ट, शाइन भनेको इम्प्लोइ, खाइशाइन भनेको चाहिँ कम्पनीको इम्प्लोइ, गिन्कोइन भनेको चाहिँ ब्याङ्कको इम्प्लोइ, इशा भनेको डाक्टर, केन्क्युसा भनेको रिसर्चर, इन्जिनिया भनेको इन्जिनियर, दाइगाकु भनेको युनिभर्सिटी, ब्योइन भनेको हस्पिटल, देङ्की भनेको इलेक्ट्रिसिटी अर लाइट, दारे भनेको को, दोनाता भनेको पनि दारेसँग सेम मिनिङ बट दारे भन्दा हल्का पोलाइट फर्म, साई भनेको वर्ष, नानसाई भनेको कति वर्ष, वैकुचु भनेको पनि नानसाईसँग सेम मिनिङ तर हल्का पोलाइट फर्ममा भन्दाखेरि चाहिँ नानसाई नभनेर वैकुचु भन्ने गरिन्छ। हाई भनेको यस, इए भनेको नो, शिरे देशगा भनेको एक्सक्युज मी बट, ओनामाएवा भनेको फेरि मे आई हेभ योर नेम, त्यसैले शिरे देशगा ओनामाएवा भनेर एउटै सेन्टेन्समा युज गर्न सकिन्छ। फुल मिनिङ चाहिँ एक्सक्युज मी बट मे आई हेभ योर नेम भन्ने दिन जान्छ। हाजिमे मास्ते भनेको चाहिँ कसैलाई फर्स्ट टाइम भेट्दाखेरि गरिने एउटा ग्रिटिङ हो। तोजो योरोसिको ओनेगाइसिमास भनेको चाहिँ नाइस टु मिट यु अर प्लिज टु मिट यु भन्ने मिनिङसँग सिमिलर मिनिङ दिन जान्छ। कोचिरावा नानी नानी सान देश भनेको चाहिँ दिस इज मिस्टर अर मिसेस कसैलाई इन्ट्रोड्युस गराउँदाखेरि युज हुने फ्रेज हो। खारा किमास्ता भनेको आई केम फ्रम, अमेरिका भनेको युएसए, इगिरिसु भनेको युके, इन्डो भनेको इन्डिया, इन्डोनेसिया भनेको इन्डोनेसिया भनेको जापान, फ्रान्सु भनेको फ्रान्स, ब्राजिलु भनेको ब्राजिल, साकुरा दाइगाकु भनेको एउटा फिक्सियस युनिभर्सिटीको नाम, आइएमसी पावादेङ्की ब्राजिलिया भनेको पनि केही फिक्सियस कम्पनीजहरू, कोबे ब्योइन भनेको बुकमा मेन्सन गरिएको एउटा फिक्सियस हस्पिटल।